साथीहरू तपाईँहरू सबैलाई गुड मर्निङ है। अब आज त वेदर पनि दामी भएको छ है, मजाले घाम लाग्यो। हिजो त पानी परेर भएन गाइस है। र फिलहाल म ड्युटी जाँदैछु गाइस। अब यो रोड देख्नु भएको होला गाइस तपाईँहरूले है। अब नयाँ टिम खोलिन आँट्यो, 10 बज्न आँट्यो है। 10 बजीसम्म चाहिँ नयाँ इन्ट्री सबै खुल्लै हो गाइस। यो चाहिँ अब बसन्तीमा तेल हाल्नुपर्छ है। र 2000 को तेल 500 रुपियाँ उता है। अब ट्रिपको मेरो अन्त पानीको दिनुपर्छ। र फेरि पनि भेटौँला गाइस। आज दिन चाहिँ राम्रो भएको छ, तपाईँले हेर्नु सक्नुहुन्छ गाइस। फेरि पनि म छागे वाटरफल्समा आइसकेको छु है। आज चाहिँ घाम मजाले लागेको छ, हेर्नुहोस् न कति खुसी लागेको नि अब है। हिजो त मजाले भिज्नु मात्रै पायो है। यहाँ मेरो बसन्ती पनि भरिँदैछ है। आज छागे पनि चिटिक्कै आएको थियो, मजाले पानी बगिरहेछ है। र हेर्नु सक्नुहुनेछ फल्स कति चलक्क देखिरहेको छ घामले गर्दा है, माथि नै सम्म नै। र गाइस यहाँ हाम्रो एकजना साथी पनि हुनुहुन्छ है, तपाईँहरूले उहाँको पनि भिडियोहरू हेरिदिनुहोस् होला हो। उहाँको चाहिँ के छ युट्युबमा, नर्मन अफिसियल छ युट्युबमा। अन्त दानियल वालिङ चाहिँ फेसबुकमा गइकन तपाईँहरूले फलो गरेर मलाई पनि सपोर्ट दिनु होला, धेरै धेरै माया गर्नु होला। गाइस त्यति गरिदिनुहोस् है, तपाईँहरू जस्तो मलाई माया दिनुभएको छ है। र अब मेरो पनि बिस्तारै ग्रो हुँदैछ है, भ्युज राम्रै छ। अब 200 एबभै छ गाइस। तपाईँहरूले हेरिदिनु हुँदैछ, तपाईँहरूले विभिन्न ठाउँबाट मायाहरू दिनुभएको छ, जस्तो गान्तोक, पेलिङ, दार्जिलिङ है। दार्जिलिङबाट चाहिँ छैन र पनि अब ठिकै छ, गान्तोकबाट बेसी माया छ मलाई है। तपाईँहरूलाई धेरै धेरै धन्यवाद, किनकि तपाईँले मेरो भिडियो हेरिदिनु हुँदो रहेछ है। त्यसमा तपाईँको थ्याङ्कफुल छु म है। र गाइस अब यही हो, अब डेली रुटिन तपाईँहरूलाई थाहै छ, छागे अपडाउन है। अनि अब फल्स ड्युटी, अब पानीको ड्युटी है गाइस। गाइस यो चाहिँ तपाईँको बसन्ती भरिँदैछ है। यहाँ देख्नुभयो पाइप पनि यहाँ माथि लानुपर्छ बोकेर है। एक डाँडा पानी मजाले बगिरहेको छ गाइस। आज चाहिँ अब घाममा चाहिँ तपाईँहरूलाई ग्लो देखाउनु पनि मजा लाग्छ नि है, मजाले ग्लो हुन्छ नि गाइस। अब हेर्नुहोस् न टक्कै हो मजाको छाँगा, हेर्नुहोस् न गाइस। तपाईँहरू पनि आउनु इच्छुक हुनुहुन्छ भने आउनु सक्नुहुन्छ गाइस। यहाँ चाहिँ के हुन्छ, नाइटमा लाइट पनि बल्छ पुलमा हो। र पुलमा अब तपाईँहरूलाई मजा आउँछ, किनकि नाइटमा पुलमा कहीँनिर उयो हुँदैन लाइटहरू प्रायः ठाउँमा है। यहाँ चाहिँ एकदम भइरहेछ गाइस हो। तपाईँलाई धेरै धेरै धन्यवाद मलाई सपोर्ट दिनुभएकोमा। फेरि पनि यति नै माया दिनुहोस् होला है, र सपोर्ट गरिदिनुहोस् होला, फलो गरिदिनुहोस् होला है। र म नयाँ नयाँ भिडियो लिएर आउने छु है। म मेरो बसन्ती है गाइस। धन्यवाद तपाईँहरू। आजको भिडियो चाहिँ सर्टै हुने भयो गाइस, किनकि अब इन्ट्रीको विषयमा पनि जानुपर्ने छ, कुराहरू गर्नु छ। इन्ट्रीले अलिक हामीलाई अलिक साह्रो परिरहेको छ गाइस हो। अब दिनमा नभने पनि 10 गाडी पानी अप एन्ड डाउन गर्नुपर्छ है। नभने पनि गाडी हाम्रो 20वटा छ, एउटा गाडीले 10वटा गर्दा हिसाब गरिहाल्नुहोस् गाइस कति हुन्छ। त्यति चाहिँ पेलिङमा एन्ड टुरिस्ट सिजन चाहिन्छ हो। अब हामीलाई पनि त निन्द्रा चाहिन्छ हो किन गाइस भन्छ। अब इन्ट्री लागिरहेको छ गाइस, अब ठिकै छ, केही छैन। अब सानो त प्रब्लम फेस गर्नैपर्छ है। तपाईँलाई धेरै धेरै धन्यवाद है गाइस। यहाँ चाहिँ मेरो पछाडि बस्नु गाइस। फाइनली म त छाँगाबाट हिँडेको अब है। अब जानुपर्छ, पानी बनाउँछु है। आज दिन चाहिँ साह्रै मिठो छ गाइस हो, हेर्नु सक्नुहुनेछ ब्याकग्राउन्ड हो। म तपाईँहरूले गाइस एउटा सानो कुरा है, टर्निङमा चाहिँ जहिले हर्न लाउने गर्नुहोस् गाइस। चाहिँ हिँडेको है। यहाँ हाम्रो दाजु पनि आउनु भएको छ है एकजना, नमस्ते। र उहाँ पनि पेलिङ जानुभएको अरे, लिफ्ट छ, लिफ्ट दिएको दाजुलाई गफ गर्दै दाजुसँग अब है। हेर्नुहोस् न गाइस, हरियाली ग्रिन सिटी